हामीले कुन कुराले बिसाउँदो रहेछ, कुन कुराले हामीले गर्दा करिब हिँड्दो रहेछ, कुन कुरा गर्दाखेरि हामी चाहिँ अशिक्षित हिँड्दो रहेछ भन्ने कुरा चाहिँ हामी तपाईँले पत्ता लगाउने हो र त्यो कुरालाई चट्टै छोडेर सद्मार्गमा, सद्बुद्धिमा, सद्विवेकमा लाग्यौँ भने हामी चन्द्रमा जाने, मङ्गलमा जाने दिमाग हुन्छ क्या। यसले गर्दाखेरि स्कुलको लागि हामी जोड दिइराखेका छौँ। आज मेरो जन्मोत्सव, आज जन्मोत्सवको दिनमा तपाईँहरू यसरी विभिन्न भाग, विभिन्न मुलुकका तपाईँहरू भेला हुनु भएको छ। मलाई खुसी लाग्यो र आज हाम्रो तुम दरेबा हामीले पायौँ, उहाँले बोल्नुभयो, मलाई झन् साह्रै खुसी लाग्यो। हाम्रो भाषामा दिनुभयो, हाम्रो भाषामा दिनुभयो। हाम्रो लिम्बूहरूले त बिर्से सकेको कुराको उहाँले बिम्जाइदिनुभयो। हामी मर्दाखेरि, सो गर्दाखेरि हामीले मिनिङ थपमा भन्छ क्या, मिनिङ भन्छ त्यसलाई, मिनिङ थपमा भन्छ। त्यो बाबु मर्दा, आमा मर्दा, छोरा मर्दा, छोरी मर्दा मिनिङ थपमा गरेर रुन्छ, सो मनाउँछ क्या हाम्रो जातिमा। त्यो परम्परा छ। त्यसले त मान्छे रोइ पठाउँछ त्यसले, नरुने मान्छे मेरो आउँछ त्यसले। त्यस्तो खालको हाम्रो मुन्दुम, त्यस्तो खालको गीतहरू छ र यो पनि बिर्सिसकेका छौँ हामीले। अब खुसी हुँदा, रमाइलो हुँदा होइन, राम्रो ठाउँमा ख्याली गर्ने, अब धान नाच्ने मुन्दुमहरू छ, ख्याली गर्ने मुन्दुमहरू छ, तिनीहरू त बिर्सिसकेका छौँ नि। अहिले त ड्याङडुङ ड्याङडुङ रुलामा ड्याङडुङ उफ्रियो सक्यो। त्यो हाम्रो मुन्दुमहरू छ। त्यो मुन्दुमहरू हामीले विचार गर्नुपर्छ। अब मालिगेन फङ्पेन सिसके मिन्सिङको उनीहरूको माया वृत्ति जोड्ने मुन्दुमहरू छ, माया वृत्तिमा गाँसेर जाने मुन्दुमहरू छ। यिनीहरू हामीले सिक्नुपर्छ क्या। यिनीहरू भनेको हाम्रो सम्पत्ति हो। हाम्रो भयङ्कर सम्पत्तिको मालिक त छौँ, तर हाम्रो सम्पत्ति चिन्नु सकेका छैनौँ। अब महागुरुले लब्रेकोटीमा एउटा चुम्बुङ गर्यो, 88 सालमा चुम्बुङ गरेर एउटा निर्णय गरेको छ। उहाँले के गर्नुभएको छ भने अब छोरीचेलीहरू भनेको देवी समान, छोरीचेली भनेको त देवी समान। यिनीहरूको सोतेत खानु हुँदैन, सोतेत खायो भने हामीले महापाप लाग्छ भनेर लेख्नु भएको छ। र निर्णय त गर्यो, त्यो निर्णय गर्नेहरूले लुकी खान्थ्यो र त्यो सोच्दाखेरि हो हाम्रा छोराछोरीहरू, हाम्रो चेलीबेटीहरू हुर्काउनलाई समय लाग्छ। पेट दुख्यो, अहिले पो डक्टर देखाइन्छ, त्यति बेला त फेदाङमा देखाउनु पऱ्यो, विश्वासम्म देखाउनु पऱ्यो, त्यति बेला गुरु देखाउनु पऱ्यो। मेरो छोरा के लाग्यो, कस्तो लाग्यो भनेर हामी उपचार गर्नु पऱ्यो। हाम्रो डक्टर त तिनीहरू हो त्यति बेला। र हुर्किँदै आउँछ, हुर्किसकेपछि फेरि बाख्रा बोकाको, खसी बोकाको दाम गरे जस्तो दाम मोलेर कुटुम्बको हातमा दिन्छौँ। त्यो त हाम्रो महापाप है सोच्दाखेरि। त्यो त किनभने त्यो चाहिँ हिन्दू संस्कृतिबाट त्यसलाई चाहिँ राक्षसी बिहा आहार भन्छ क्या। त्यसले गर्दाखेरि त्यो राक्षसी हाम्रो स्वभाव भन्छ त्यसलाई। त्यो स्वभावबाट हामी मुक्त भएका छैनौँ। त्यसले गर्दाखेरि महागुरुले के भन्यो भने छोरीहरू त्यति बेला 88 सालमा छोरीहरूलाई चाहिँ पुरुष र शिक्षा दिनु, तिनीहरूले स्कुल पढाउनु भनेर त्यति बेलै महागुरुले घोषणा गरेको। अहिले नेपाल सरकारले त अहिले आएर मात्रै घोषणा गरेको छ। त्यति बेलादेखि नै हामीले ज्ञान दिएको, तिमीहरू पूजाआजा गर्दा हत्या नगर्नु, छोरीचेलीको सतीज नखानु, महापाप हो। र तिमीहरूले कन्यादान श्राद्ध पठाउनु। र हुनु त हो लिम्बूहरू गरिब छन्, त्यो जोइनले जमिन बेचेर ल्याउँछ, छोरी पठाउँदा नि जमिन बेचेर ल्याउँछ। अनि पछि गरी खाने ठाउँ छैन, अटोमेटिक गरिब हुन्छ। यसले गर्दाखेरि त्यो सोचहरू, विवेकहरू बिगाऱ्यौँ हामीले। र त्यो कुराहरूलाई हामीले निराकरण गर्दै जानुपर्छ र हामी सुध्रिँदै जानुपर्छ। तपाईँ हामीमा यही अनुरोध गर्नु चाहन्छु। अब यो ठाउँमा यो माङ्सेमा आएको म 35 सालमा हो। यो ठाउँमा हरेक आउँछ,
राजा नेतादेखि लगेर गुरुदेखि लगेर अनेक मान्छेहरू आउँछन् र यहाँ हजारौँ मान्छे आउँछन्। भोलि त हजार मात्रै होइन, करोडौँ मान्छे जम्मा हुन्छ। यस्तो थलो यो बनिन्छ। यो थलोले पनि त प्रदान भएको हुनाले हामी यसरी जम्मा हुन्छौँ। यो साधन गर्ने, ज्ञान प्राप्त गर्ने, ईश्वरलाई प्राप्ति गर्ने लक्ष्यतिर हामी जान्छौँ। अलि विकास हुँदै गएपछि त्यो कुरालाई पनि हामीले ध्यान गर्नुपर्छ र हामीले त्यो कुरा मैले पहिला ध्यान गरेको हो। र हामी अहिले मलाई भन्नु त कसैले राम्रो भन्छ, कसैले नराम्रो भन्छ। त्यो कुरा दुई कुरा छ। मलाई राम्रो भने पनि ठिकै छ, नराम्रो भने पनि ठिकै छ। यो पृथ्वी चट्टी, यो पृथ्वीलाई हामी टेक्दा खुन्दा छेड्दा आया भन्दैन। हामी भनेको त्यस्तो हो। त्यसले गर्दाखेरि मलाई त्यो उदाहरण मैले तपाईँले दिएको हो र हामीले अब गर्दै जाउँ। तपाईँहरू अझ जम्मा हुनुभयो, मलाई साह्रै खुसी लाग्यो। आज हाम्रो तुम दरेबाट हाम्रै भाषा बोल्ने आएको छ। म झन् साह्रै खुसी लाग्यो। उहाँले धेरै कुराहरू अर्थबद्ध कुराहरू भन्नुभएको छ। कुरो हो, हामीसँग सम्पत्ति त छ, हामी लिपि छ, भाषा छ, मुन्धुम छ, शशी छ। शशी भनेको दर्शन हो, बाह्रको दर्शन छ। यादै गर्दैनौँ, याद नगरेपछि कहाँ हुने हो त। त्यसले गर्दाखेरि त्यसको लागि चाहिँ हामी लाग्नुपर्छ। भनौँ शशीको खोजी गर्नुपर्छ, हामी शशीको खोजी गर्नुपर्छ, दर्शनको खोजी गर्नुपर्छ। किनकि प्राप्त हुन्छ। अब तपाईँहरू के भन्छु भने, अब यो थलोमा तपाईँले यो थलो टेकिसकेपछि तपाईँले चिताको काम के न के त पुग्छ। अब हाम्रो तुमदरेवा भानु हो ईश्वरजी, उहाँले हाम्रो भाषामा लेक्चर दिनुभयो। इङ्ग्लिस लेक्चर मात्र होइन, उहाँ कुफुलाभानमा लेक्चर दिनुभयो, हाम्रो भाषामा लेक्चर दिनुभयो। र के न के उहाँले आशीर्वाद पाउँछ पहिला, खाली त हुँदैन। अब हामी सिक्किम, हामी दार्जिलिङबाट भक्तहरू आउनुभएको छ, के चिताहरू आउनुभएको छ। तपाईँहरूले पुग्छ, सानोतिनो कामहरू पुग्छ, सिद्धि हुन्छ, शक्ति हुन्छ। हामीले यत्रो महाबत्ती बालेका छौँ, यत्रो लाख बत्ती दियो बालेका छौँ। हामीले यसको शक्ति त हामीले पाउँछौँ, सिद्धि शक्ति पाउँछौँ। हामीले सम्झेको कुरा पुग्छ। र मेरो आशीर्वाद छ तपाईँहरूले के भने, तपाईँहरूमा आज मङ्गिनमा हाम्रो चुरुङमा भेला भएको हुनाले, अब हामी जन्मसम्म जम्मा हुनुभएको हुनाले तपाईँहरूले रोग व्याध अनेकौँ पीडाहरू नलागोस्, तपाईँहरूले रोग व्याध नलागोस्, बिमार नहुनुहोस्। यही कुराले मैले शुभकामना दिँदै अब म आज यहाँ बिसाउन चाहेँ। म आशीर्वाद दिँदै बिदा लिन चाहेँ। आशीर्वादहरू। धन्यवाद।